नमस्ते, म जीवस प्रसाद गुप्ता। फेरि आज म तपाईहरुलाई स्ट्याटिस्टिक्सकै अर्थात् तथ्याङ्क शास्त्रकै मध्यिकाको बारेमा आज चर्चा गरिरहेको छु। र मध्यिकाको साथसाथै Q1, Q3 पनि आज चर्चा गर्नेछौँ। सबभन्दा पहिले यसको मध्यिका यो भन्दा पहिलेको साधारण जुन छ त्यो मैले गरिसकेको छु र आज यसको बारेमा चर्चा गर्छु। मानौँ यो छ 2 3 4 1 लगभग उस्तै प्रश्न दिँदाखेरि अलि बुझ्न सजिलो हुन्छ भनेर मैले राख्दिए। यसमा जुनसुकै अंक राख्न सकिन्छ, कुरा त यो आफ्नो मनले पनि तपाईहरुले राख्न सक्नुहुन्छ। जस्तो 10 20 20 30 40 30 40 40 50 यो 2 3 4 5 को ठाउँमा तपाईहरुले आफ्नै तरिकाले जति मन लाग्छ त्यति अंकहरु राखेर मध्यिकाहरु निकाल्न सक्नुहुन्छ। ल अब यसको मध्यिका कसरी गर्ने? यसको पनि त्यही तरिका हो। पहिले यो कोठा बनाइदिने x f c f पहिलेको बनाउनु पर्छ। कति छ? 10 देखि 20 20 देखि 30 30 देखि 40 40 देखि 50 इसको 2 3 4 1 इम्पोर्टेन्ट प्रश्न हो SEE को लागि। अब CF निकाल्दाखेरि यो भन्दा पहिले गरे जस्तै 2 2 मा 3 जोड्दा 5 5 मा 4 जोड्दा 9 9 मा 1 जोड्दा 10 यो भन्दा पहिले यस्तै तरिकाले गरेको थियो। अब मध्यिका यो भन्दा पहिले के गरेको थियो? एकैचोटी मध्यिका पर्ने स्थान लेखेको थियो। यो भन्दा पहिले मध्यिका पर्ने स्थान। अब हामीले अलिकति चेन्ज गर्छौं। के चेन्ज गर्छौं? स्थानको ठाउँमा अब के राख्दिन्छौं? वर्ग। यो वर्ग किनभने एउटा अंक त छैन। 10 हो कि 1 अब मानौ यसमा पर्यो त यसमा त 10 हो कि 11 हो कि 12 हो कि 13 हो कि 20 हो कि कति हो निश्चित त भएन। त 10 देखि 20 को बीचमा पर्छ, त्यति मात्रै कुरा हो। तर कुन संख्या पर्छ निश्चित भएन। त्यसैले एकचोटी फेरि गर्नुपर्ने हुन्छ। पहिले वर्ग नै पत्ता लगाउनु पर्ने हुन्छ। त्यसैले मध्यिका पर्ने वर्गान्त वर्गान्त भनेको यो वर्गको अन्तर जुन छ त्यो पहिले यही पत्ता लगाउनु पर्यो। यो x को वर्ग त के हुन्छ? n/2 हो। पद नलेखेर वर्गान्त के हुन्छ त? n को ठाउँमा त यो n बराबर कति भयो त? 10 नै हो। 10 को मुनि 2 बराबर 5। अब त्यो के भयो? वर्गान्तर बराबर के भयो त? वर्गान्तर बराबर अब 5 लाई हेर्ने यो भन्दा कम छ त? यो भन्दा कम यो छैन। यो चाहिँ 2 भन्दा कम छैन। यसको अर्थ भयो 2 भन्दा कम। 2 भन्दा कम छ यो छैन। 5 भन्दा कम छ छैन, तर पनि बराबरै छ। त बराबर लिन पनि सकिन्छ। 5 भन्दा कम छैन, त्यसैले 9 पनि लिन सकिन्छ। यसमा बराबर यसमा छ, यो पनि लिन सकिन्छ। तर 9 भन्दा कम छ। हामीलाई बराबर नदिनु, हामीलाई चाहिएको छ भन्दा कम। 5 भन्दा कम छैन।
यो छैन, यो छैन। 9 भन्दा कम, 9 भन्दा कम, 9 भन्दा कममा 6, 9 भन्दा कममा यो 6। त्यसैले 9 भन्दा कमको कुन पर्यो त यो वर्गान्तर भयो। यो 30 देखि 40 त वर्गान्तर भयो 30 देखि 40 हो। वर्गान्तर पत्ता लगाउने तरिका यही हो, तर एन्सर चाहिँ भएको छैन। अब यसबाट यो वर्गान्तरमा पर्ने, अब यो निश्चित भयो कि अरु तालिकामा पर्दैन, 30 देखि 40 को बीचमा पर्छ। चाहे 30 पर्छ, चाहे 40 पर्छ, चाहे 31, 32, 33, 34 जति पनि, तर 23 देखि 40 को बीचमा पर्छ भन्ने निश्चित भयो। अब हामीले यो कुन हो पत्ता लगाउनलाई एउटा सूत्र छुट्टै छ, त्यो चाहिँ हामीले निकाल्नुपर्छ। के सूत्र छ त मध्यिका बराबर, मध्यिका बराबर के सूत्र छ L प्लस n/2 माइनस CF बाई F इन्टु I पनि राख्न सकिन्छ, D पनि राख्न सकिन्छ। अब प्रश्नमा I हामीले I मान दियौं, तर D पनि राख्न सकिन्छ। अब यसमा मान हुन्छ, यो मान राख्नको लागि अब निकाल्नु पर्यो, L पनि निकाल्नु पर्यो, L पनि निकाल्नु पर्यो। अर्को के निकाल्नु पर्यो, n/2 पनि निकाल्नु पर्यो, n/2 पनि निकाल्नु पर्यो। अर्को के छ CF, त CF निकाल्नु पर्यो। अर्को के छ F पनि निकाल्नु पर्यो। अर्को के छ I पनि निकाल्नु पर्यो। अब हेर्नु त यति चाहिँ निकाल्नु पर्ने 5 वटा छ, 1 2 3 4 5, 5 वटा चाहिँ निकाल्नु पर्यो। त 5 वटा चाहिँ निकालौं, कहाँबाट निकाल्ने, केही यसबाट निकाल्ने, केही यसबाट निकाल्ने वर्गान्तरमा। त L भनेको 30 देखि 40 को, यो चाहिँ L भनेको लोवेस्ट अनि यो भनेको हाईएस्ट हो। यो लोवेस्ट हो, यो भनेको हाईएस्ट हो, बढी। लो भनेको कम, हाई H भनेको हाई, बढी। त्यसैले गर्दा हामीले यो L भनेको 30, यही वर्गान्तरकै लिने 30, लो भनेको 30। अब n/2 त हामीलाई थाहा छ, n/2 बराबर कति हामीले निकालिसकेका n/2 यही निकालेको छ, त्यो भनेको 5 हो। n/2 बराबर 5। अब यो भइसक्यो। अब CF निकाल्नु छ, F निकाल्नु छ, I निकाल्नु छ। त I पनि कतिको अन्तर छ, इन्टरभल यसको कतिको इन्टरभल छ, कतिको फरक छ, 30 र 40 मा कतिको फरक छ, त्यो चाहिँ I भनेको 10 को फरक छ, त्यसैले 10। अब CF र F निकाल्नु छ, दुईटा चीज मात्रै अब बाँकी छ निकाल्नु पर्ने, त्यो चाहिँ तालिकाबाट निकाल्ने। त यो कुन वर्गान्तरमा पर्यो, वर्गान्तर पर्यो यो चाहिँ वर्गान्तर परेको छ। त्यसैले यो वर्गान्तर परेको छ, यसको सामनेको चाहिँ F, यो F 4 नै हुन्छ, 4 हुन्छ। यसकै सामनेको के हुन्छ त 4 हुन्छ। अब तर CF भनेको यो भन्दा पहिलेको एक स्टेप पहिलेको, त्यो भनेको 5, एक स्टेप पहिलेको। फेरि एकचोटि बुझौं, अलिकति यो छान्न अलिकति अप्ठ्यारो हुन्छ, त्यसैले फेरि म एकचोटि फेरि भन्छु। फेरि यहाँबाट हेरौँ त, म यहाँबाट फेरि पत्ता लगाउँछु। के गर्ने त, L भनेको यसको वर्गान्तर जुन छ नि, वर्गान्तरको सबभन्दा कम 30, L बराबर 30, L बराबर 30, यो वर्गान्तरको L भनेको 30, n/2 जुन छ, n/2 हेरौँ त, यो n/2 निकालिसकेको छ, n/2 बराबर कति 5,
n by 2 5। अब अर्को के छ CF र FH यो चाहिँ पछि निकाल्ने आय भनेको कतिको अन्तर छ यसको अन्तर कतिको छ अन्तर भनेको 10 को फरक छ 10। अब यो दुईटा निकाल्ने F भनेको त्यही 30 40 को जुन छ 30 40 को यो कोठा जुन छ यो कोठाको यो F भेल्यु कति छ त 4 त्यसैले 4 लेख्ने। अब यो भन्दा पहिले यताको चाहिँ CF अब CF हेर्नु छ CF एक स्टेप माथिको हेर्ने यसको यो जुन तालिका छ त्यो तालिका भन्दा एक स्टेप माथिको त्यो भनेको 5 सबै पत्ता लागिसक्यो। यसरी नै पत्ता लगाउने यही हो मुख्य चीज। पत्ता लागिसकेपछि अब त मध्यिकाको सूत्रमा राख्ने नै हिसाब आइहाल्छ। म यो अब मेटाइदिए के हुन्छ सूत्र मध्यिका बराबर के हुन्छ सूत्र L plus n by 2 minus CF by F into I यो सूत्र। अब मान राख्नु यहाँबाट मान राख्नु L को ठाउँमा कति भयो 30 प्लस हो यो चाहिँ यसको मुनि होइन 30 प्लस अलग अलग। अब n by 2 को मान कति छ 5 माइनस CF को मान कति छ 5 नहीं 5 यसको मुनि F को मान कति छ 4 इन्टु I को मान कति छ 10 मान राखिसक्यो सबैको। अब बराबर यो 30 लेखिसक्यौं प्लस लेखिसक्यौं 5 बाट 5 घटाइदिए सबैभन्दा पहिले घटाइदिए यो घटाइदिँदाखेरि 0 भयो यसको मुनि 4 भयो इन्टु 10 भयो। अरु केही नगर्ने यसलाई मात्रै हिसाब गर्ने र अन्तिममा यसलाई जोड्ने 30 30 30 30 सार्दै गर्ने 30 प्लस अब हेर्नु 0 ले गुणन गर्दा पनि 0 0 मा कुनै चिजले भाग गर्दा पनि 0 त्यसैले गर्दा 30 प्लस 0 बराबर 30 नै भयो मध्यिका यो छ। कस्तो लाग्यो सजिलै छ होला। म एउटा अर्को पनि गरेर देखाइदिन्छु अनि तपाईहरुलाई त्यसपछि अझै सजिलो हुन्छ। मैले के गरे यो फेरि एकचोटि मेटाइदिए मैले के गर्ने अब अंकहरु फरक गर्ने अंकमा के गर्ने 4 8 6 2 राख्ने जति पनि राख्न सक्यो। फेरि एकचोटि हेरौं तालिका त्यही तरिकाले बनाउने के भयो 10 देखि 20 20 देखि 30 30 देखि 40 40 देखि 50 4 8 6 2 अब इसमें के निकाल्ने यो त x हो यो f हो यहाँ cf अब cf मा के गर्ने यो 4 जस्ता त्यस्तै राख्ने 4 मा यो 8 जोड्ने 12 12 मा 6 जोड्ने 18 18 मा 2 जोड्ने 20 तो n बराबर 20 नै दियो n बराबर 20। मध्यिका पर्ने वर्गान्त पहिले त के निकाल्नु छ यो कुन पर्छ यो पर्छ कि यो पर्छ कि यो पर्छ कि यो पर्छ यो चारवटा मध्ये कुनै एउटा त पर्ला त्यसैले एउटा कुन पर्छ त्यो पत्ता लगाउनु पर्छ। त्यसको लागि मध्यिका पर्ने स्थान वा वर्गान्त मध्यिका पर्ने वर्गान्त अब कुन वर्गान्त हुनुपर्छ त्यसको सूत्र के भयो त n by 2 बराबर के भयो n को मान कति छ 20 20 को मुनि 2 बराबर
10 निस्क्यो। अब यसमा कुन भन्दा कम छ? 4 भन्दा कम छ त? भन्दा कम छ यो 10, 4 भन्दा कम छैन। यो 10 जुन छ 4 भन्दा कम छ छैन। 12 भन्दा कम छ 6, 12 भन्दा कम, 12 भन्दा कम यो 6, 12 भन्दा कम छ। त्यसैले वर्गान्तर कुन भयो? यसको सामुन्नेको यो भयो वर्गान्तर। त्यसैले वर्गान्तर बराबर के भयो त? वर्गान्तर बराबर के भयो? 20 देखि 30। 20 देखि 30 के भयो त? वर्गान्तर। वर्गान्तर त पत्ता लागिसक्यो। अब हामीले मध्यिका अब चाहिँ निकाल्नु छ। त मध्यिकाको लागि के चाहिन्छ? सूत्रमा के चाहिन्छ? L चाहिन्छ। मैले सूत्र फेरि लेख्ने मध्यिका बराबर सूत्र के हुन्छ? मध्यिका बराबर के हुन्छ सूत्र? L प्लस n/2 माइनस Cf by F into I। यो सूत्र हुन्छ। त चाहियो L बराबर यहाँ लेखेर यहाँ L बराबर कति? n/2 बराबर कति? Cf कति? F कति? I। यो चारवटा चीज। चारवटा चीज मैले यहीबाट धेरै चीज पत्ता लाग्छ। तीनवटा चीज त यहीबाट पत्ता लाग्छ। यसलाई के भन्ने त? L। यो h हुन्छ। h सँग त मतलब भएन। लोएस्ट हो L। L बराबर कति भयो त? 20। n/2 कहाँ छ? n/2 यहाँ छ। हेरौ त। n/2 बराबर यो के भयो? 10 भएको छ। n/2 किनभने 20 को मनी 2 बराबर 10। n/2 कति निस्केको छ? 10। यो 10। अर्को Cf बराबर। अब Cf र F भने I बराबर कति छ? I बराबर पनि गरिदिऊ। 10 को फरक छ। 10 जतिको फरक पनि हुन सक्छ, 5 को पनि फरक हुन सक्छ, जतिको पनि फरक हुन सक्छ। त जतिको फरक भयो त्यति। अब F र Cf। F यसको लेखिहाल्नु। यसको F कुन हो त? यो हो F। यो हो F। यो F को सामुन्नेको यो F भनेको 8। तर Cf जुन छ यो भन्दा माथिल्लो, यो चाहिँ माथिल्लो Cf। यो भन्दा माथिल्लोको Cf 4 छ। Cf 4 हो। यो चाहिँ निस्किसक्यो। Cf मा मात्र के हुन्छ? यो भन्दा पहिले लिने अरु त यही तालिका भित्र। अब सूत्र लेख्यौं। अब यो चाहिँ मेटाइदिन्छु। सूत्र यही मैले फेरि लेख्ने सूत्र मध्यिका बराबर L प्लस n/2 माइनस Cf by F into I। मान राखौं के हुन्छ त? L को ठाउँमा 20 प्लस n/2 को ठाउँमा 10, Cf को ठाउँमा 4, F को ठाउँमा 8 इन्टु I को ठाउँमा 10। त कति भयो त? 20 लाई केही नगरौँ। 20 मा जताको त्यस्तै साट्दै जान्छ। यसलाई मात्रै हिसाब गर्ने। 10 बाट 4 घट्यो 6। यसको नि 8 इन्टु 10। फेरि 20 सार्दिने। यो हिसाब गर्ने। 10 6 र 10 लाई गुणा गर्दा 10 × 60। यसको नि 8। फेरि के भयो त? हिसाब गर्ने। 8 7 8 7 56, 8 7 56, 8 5 40। यो त बराबर। अब चाहिँ जोड्ने 20 र 7 27.5। यो के भयो त? मध्यिका भन्छ। मध्यिका यो मध्यिका आन्सर। यसरी चाहिँ हामीले हिसाब गर्छौं। अब हेरौं, यो एउटा मध्यिका निकाल्ने
तरिका। अब मध्यिका हामीले गर्यौं। मध्यिका भनेको के हो त? मध्यिका भनेको क्यू, क्यू भनेको क्वार्टर। अब मानौ यो छ 4 भाग गर्दियौ, 4 भाग गर्दियौ। 4 भाग भनेको क्वार्टर हो त Q1, Q2, Q3, Q4। Q1 भनेको पहिलो चतुर्थांश, पहिलो चतुर्थांश, चतुर्थांश। चतुर्थांश भनेको 4 भागमा 1 अंश। त 4 भागमा 1 अंश पहिलो Q1 1 भाग भयो, Q2 2 भाग भयो, Q3 3 भाग भयो, Q4 4 भाग भयो। 4 भाग गर्नु। 4 भागमा पहिलो चतुर्थांश यो, दोस्रो चतुर्थांशलाई मध्यिका हुन्छ। मध्य पढ्यो त बीचमा। अनि यो भनेको तेस्रो चतुर्थांश, यो भनेको चौथो चतुर्थांश। चौथो चतुर्थांश त पुरै गएको सिंहसँग गयो। त्यसैले Q1 भनेको पहिलो चतुर्थांश, Q1 भनेको दोस्रो चतुर्थांश अर्थात मध्यिका, मध्यिका। अनि तेस्रो चतुर्थांश भनेको Q3, तेस्रो चतुर्थांश, तेस्रो चतुर्थांश। यो भनेको चौथो चतुर्थांश। हामीलाई निकाल्नु छ Q1, Q2, Q3। त Q2 को त हामीले निकालिसक्यौं, Q2 को निकालिसक्यौं। त निकाल्नु छ अब Q1 र Q3 निकाल्नु छ। त Q1 र Q3 कसरी निकाल्ने? यसैबाट हामी निकाल्छौं। अब मध्यिकाको ठाउँमा के लेख्नु त? Q1 पर्ने अर्थ ठ्याक्कै सबै सेम। मध्यिकाको ठाउँमा, मध्यिका भनेको त Q2 हो नि, त Q2 नलेखेर, मध्यिका नलेखेर Q1 लेख्ने। त Q1 को सूत्र के हुन्छ? Q1 जस्तो मध्यिकाको n/2 हुन्छ भने Q1 को पहिलो चतुर्थांशको 4 भाग भयो, n/4, n/4। Q2 मध्यिका कसरी भयो त? 2 भनेको 2 भाग भयो, 2n/4, 2 2 काट्यो, त्यसैले n/2 भयो। त्यसैले n/2 नै लेखेको। Q3 को Q3 बराबर अब 1 मा 1n, 2 मा 2n, 3 मा 3n, 3n को मुनि 4। यो याद राख्नु। 1 मा 1n/4, 2 मा 2n/4 काटेर n/2 भयो, 3 मा 3n/4 सूत्र बन्यो। याद राख्नको लागि मैले यसरी बताइरहेको। अब निकाल्नु छ Q1 निकाल्नु छ। Q3 निकाल्दा पनि त्यही हो। मैले Q1 को पहिले हिसाब गर्छु। Q1 वर्गान्तर, Q1 पर्ने वर्गान्तर के हुन्छ त? n/4, n/4 हुन्छ। n/4 त n/4 को सूत्र के भयो त? n को मान कति छ? n को मान अघि नै निकालिसकेको थियो। कति बुझाइ पनि जोड्न सकिन्छ। 6 के 4 र 8 12 6 18 2 20 20 भएको छ। 20 को मुनि 4 बराबर 5। यो के भयो त? Q1 पर्ने वर्गान्तर 5। यदि Q3 निकाल्नु पर्यो भने यस्तै तरिकाले Q3 निकाल्नु पर्यो भने के सूत्र हुन्छ? 3n/4। यसको अर्थ भयो 3 × 20 को मुनि 4 बराबर 20 या 60 को मुनि 4, 15 × 4 = 60 बराबर 15
15 भयो। सेम यस्तै तरिकाले Q1 पनि निकाल्न सकिन्छ, Q3 पनि निकाल्न सकिन्छ। अब म एउटा तरिका बताउँछु। तो यो के भयो 5। त 5 औंमा पर्ने कुनमा पर्छ त तालिका फेरि हेर्नु पर्यो। यो सबै तालिकाबाट हेर्नु पर्ने हुन्छ। तालिकामा के थियो एकचोटि हेरौँ त। X थियो, F थियो, CF थियो। यो 10 देखि 20, 20 देखि 30, 30 देखि 40, 40 देखि 50, यसको के थियो 4, 8, 6, 2, 4 जोड्दै जाँदा 4, 12, 12, 6, 18, 18, 2, 19। अब कुन भन्दा कम आयो त 5 4 भन्दा कम छ त छैन, 12 भन्दा कम छ, 12 भन्दा कम छ। त्यसैले यसको आन्सर के भयो त यसको वर्गान्तर यो भयो। अर्थात वर्गान्तर बराबर के भयो त वर्गान्तर बराबर 20 देखि 30, 20 देखि 30 भयो। Q3 निकाल्नु पर्यो भने कसरी निकाल्ने ल हेरौँ त। Q3 बराबर निकाल्नु पर्यो भने के लेख्ने 3n को बराबर 3 × 20 × 4 60 × 4 बराबर 15। 15 कुन भन्दा कम छ 4 भन्दा कम छ छैन, 12 भन्दा कम छ छैन, 18 भन्दा कम छ, यो 18 भन्दा कम छ 15। त्यसैले छ यो के हुन्छ त यसमा पर्यो यो भनेको यो अर्थात यो भनेको वर्गान्तर बराबर 30 देखि 40, 30 देखि 40। वर्गान्तर त पत्ता लगाउन सक्छौं, चाहे Q1 होस् चाहे Q3 होस् चाहे मध्यका होस् सबै सेम एउटै तरिका हो। पहिले n कति भयो n Q1 मा n/4, Q2 भन्नाले मध्यकामा n/2, Q3 मा 3n/4। कुनै एउटा प्रश्न सोध्छ त्योबाट यो पहिले यो वर्गान्तर पत्ता लगाइहाल्ने। ल वर्गान्तर अब एउटामा जान्छु कुनै एउटामा म कुनमा गए यसैमा गए। त यसबाट वर्गान्तर त पत्ता लागिसक्यो। त यसबाट सूत्रमा जाँदा l/ अब मानौ Q1 निकाल्नु छ, Q1 निकाल्नु छ Q1 निकाल्नु छ। Q1 निकाल्नु छ भने यहाँ त n/4 हुन्छ, यहाँ के हुन्छ n/4 हुन्छ। यदि Q3 निकाल्नु छ भने त्यही 3n/4 हुन्छ। त्यति फरक अरु केही फरक पर्दैन। Q3 निकाल्नु पर्यो भने l + 3n/4 - CF/F × I। फरक त्यति मात्र 3n को ठाउँमा 3n मात्र, अरु केही फरक छैन, अरु सबै सेम तरिका निकाल्ने तरिका सबै सेम। म अब एउटाको मात्रै हेरिरहेको छु, यो मेटाइदिए। यहाँ के छ यो सूत्रमा छौं, त्यसैले त Q1 निकाल्नु छ। Q1 को लागि म Q3 मेटाइदिए, Q3 ले मेटाइदिए, अलि कन्फ्युजन हुन सक्छ।
यो Q1 को वर्गान्तर 20 देखि 30 छ। त Q1 को वर्गान्तर 20 देखि 30 छ भने L बराबर 20 हैन, L बराबर 20। अब n/4 कति निस्केको छ? n/4 5 5। अब अर्को CF या I पनि कति भनेको छ? 10 को वर्गमा 10। अब CF र F आयो त F त त्यही लाइन कुन हो? 20 देखि 30 यो भयो त 20 देखि 30 F यो भयो। F भनेको F बराबर 8। CF भनेको यो भन्दा पहिलेको एक स्टेप पहिलेको 4। अब चाहिँ यसमै सूत्रमा मान राख्ने हिसाब सबैको सेम। के हुन्छ त सूत्रमा L प्लस मैले एकैचोटि लेख्ने L प्लस n/4 माइनस CF by F into I। L को ठाउँमा कति छ? 20 प्लस n/4 कति छ? 5 माइनस CF कति छ? 4 यसको मुनि F कति छ? 8 into 10 कति भयो?